अहिले काठमाडौँमा क्या कोठा खोज्न आउनेको क्रम नि धेरै छ क्या हैन। अनि कोठा खोज्न आउने कस्ता हुन्छन् भने नि दाजु बहिनी मामा भान्जी काका भतिजी हुन्छन् क्या। अनि यो सम्बन्ध राखिसकेपछि त हामीले कोठा दिन्छौँ भाडामा हैन। कोठामा भाडामा दिइसकेपछि नि के को दाजु बहिनी के को काका भतिजी के को मामा भान्जी लिभिङ टुगेदर बसेका अरे त्यसका बाजे बिहे भन्दा अगाडि नि लोग्ने स्वास्नी भएर एउटा कोठामा बस्नुलाई चाहिँ लिभिङ टुगेदर भन्दो रहेछ क्या। त्यो लिभिङ टुगेदर बस्दा चाहिँ सिन्दुर पनि चाहिँदैन रहेछ, पोते पनि चाहिँदैन रहेछ, बाबुआमाको आशीर्वाद पनि चाहिँदैन रहेछ, केही पनि चाहिँदैन रहेछ। बस केटा र केटी बीच माया भए पुगो। हेर्नुस् त कलियुग। बाबुआमाले उहाँ छोराछोरीलाई काठमाडौँमा पढाउन पाए त अलि धेरै पढ्थे होलान्, काठमाडौँमा पढाउन पाए त अलि धेरै छिट्टो जागिर पाउँथे होलान्, काठमाडौँमा पढाउन पाए त भनेर कति सपना सजाएर आफूले खाई नखाई दिनरात नभनी 10 नङ्ग्रिया खियाएर यहाँ छोराछोरीलाई काठमाडौँमा पैसा पेलिरहेका हुन्छन्। छोराछोरी भने उहाँ लिभिङ टुगेदर भनेर केटाले केटीलाई पैसा उडाउने, केटीले केटाका लागि पैसा उडाउने। पैसा जति बाबुआमाका सपना जति लिभिङ टुगेदरले स्वाहा। बाबुआमाका सपना त स्वाहा पारो पारो ठिकै छ, तर उनीहरूको 2 घण्टाका रमाइलामा नि पेटमा बच्चा बस्यो भने उसले पेटभित्रै मर्नुपर्छ कि जन्मियो भने नि कता झाडी छ, कता खोल्सो छ, कता ढल छ, कता खाल्डो छ, त्यो बच्चाले संसार हेर्न नपाई आफ्नो शरीरलाई नि दाह गर्नुपर्छ क्या, मार्नुपर्छ क्या। हेर्नुहोस् त कलियुग। कसैका छोराछोरी भएनन् भनेर कति पीर छ, कसैका कलेज पढ्ने हुँदै पेटमा बच्चा बोकेर फुई फुइती फ्यालिरहेका छन्। कस्तो मन नदुखेको होला है। मलाई यो लिभिङ टुगेदर भन्ने शब्द सुन्न साथ मलाई रिस उठ्छ क्या। यहाँ हाम्रा घर वरिपरि पनि छन् लिभिङ टुगेदर बसेका दाजु बहिनीको नाता भन्छन्, ओडमा चुमा खाइरहेका हुन्छन्, अँगालो मारिरहेका हुन्छन्, कता कता चाहिरहेका हुन्छन्। हेर्नुहोस् त कलियुग। थुक्क यस्तो दाजु बहिनीको पवित्र नातालाई